तेरिका ल ओहो ल ए लड्यो 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 चाहिँ रुख त लड्यो यार काभ्रेमा खायो यहाँ अब यो रुख झार्नलाई टाइम लाग्ने भयो अब कसरी झार्ने हो यार यत्रो रुख छ यहाँ टेन्सन भयो हामी आज दुईटा यो काँधमा बन्चरो बोकेर दाउरा काट्न हिँडेको छौँ है पाखामा यता चाहिँ हाम्रो दुईजना जेहेन्दार कामदारहरू हुनुहुन्छ है यता अर्को जेहेन्दार कामदार हुनुहुन्छ है ल आज हामी दाउरा काट्न हिँडेछौँ अब चाहिँ हामी यहाँ यो बरको रुखमा आइपुगेका छौँ फाइनली गाइज है ल यो बरको रुखको चाहिँ मेमोरी एकदमै खतरा मेमोरी छ हाम्रो कस्तो मेमोरी भन्दा यहाँ चाहिँ पहिला पात टिप्न आउँदाखेरि हाम्रो झगडा धेरै पर्थ्यो यहाँ है एउटा पात चढ्दाखेरि बेसरी कुद गरेर लुच्चा लुच गर्थ्यो है ल पात पनि रहेछ यहाँ गाइस बरको पात है ल आज चाहिँ हामी लगभग 5-10 रुखहरू काट्छौँ है फाइनली जङ्गलमा आइपुगेका छौँ हामी है ल अब हाम्रो दाउरा काट्ने काम सुरु हुन्छ अब एकैछिनपछि ल त्यहाँ एउटा केटा भक्कै लडे है चिप्लो रहेछ केटा हो ल एकदम चिप्लो छ है शिवदास ब्लकमा यहाँहरू सबैलाई वेलकम छ हाम्रो ल अब रुख काट्न लाग्यो है गाइज ल हेर्नु ल अब यो उत्तिसको त्यताबाट होइन मुनिबाट हाल्नु रुख होइन जहाँबाट भने सुरु गरौँ न पहिला ट्याप्प लगाएर काट्ने हो बल लगाएर हान्नु न शिवदास ब्लकमा सबैलाई वेलकम छ है गाइज है ल अब यो रुख सिधै जङ्गल यो चाहिँ तपाईँले युट्युबमा हाल्नु पर्यो है यो युट्युबमा नि हाल्छ यो फेसबुकमा पनि जान्छ ल है रुख चाहिँ ट्याप्प लाएर काट्ने आज यो रुख र त्यो रुख दुईटा रुख काट्यो नि हामीलाई पुग्छ ऊ त्यो रुख अनि है त्यो र अनि यो अनि यहाँ बालेश्वर बालेन सरकार बालेन सरकारले त्यो काट्नु जाने अनि लाक्पा सरकारले यता बालेन सरकारले उता काट्नु लाक्पा यस्तो डन लाक्पा यस्तो डन यहाँ आयुष डिस्प्ले जान लागेको छ नि फेरि दीपक सर छ यहाँ एक काट्दैछौँ हामी निकै साह्रो पो हुँदो रहेछ त कहाँ हुन्छ साह्रो दाइ कमले हुन्छ उत्तिस त कम्मलै हुनु दीपक सर यो चाहिँ हाम्रो दिपक भाइ यहाँ बल देखाउँदैछ यहाँ यो रुख ट्याप्प लाएर ढाल्ने हो भरे कोदोको ढेँडो स्वाइँ यहाँ गएर मस्काउनको लागि त यही दाउरा चाहिन्छ है दाउरा नबालिकन कोदोको ढेँडो मस्किँदैन गाइस यही पालो हो हाम्रो है ल अब लाक्पाको पालो आएको छ लाक्पा इज डन है डनै हो डन भनेको डनै हो है ल अब हाम्रो यहाँ तल चाहिँ हाम्रो चाहिँ बालेन सरकारले चाहिँ यहाँ तल काट्दैछ है हाम्रो जङ्गल हो है यो जङ्गलमा पहिला चाहिँ हुन्छ नि घाँस दाउरा गर्नको लागि यही जङ्गलमा रात दिन बिहान बेलुकै आउनु पर्थ्यो घरिघरि त वाक्का लाग्थ्यो भने तर के गर्नु वाक्का लागे पनि अब दाउरा काट्न यहीँ आउनु पऱ्यो घाँस काट्न यहीँ आउनु पऱ्यो के गर्नु होइन र अनि अहिले चाहिँ धेरै भएको थियो नआएको है पोहोरको साल आएको थियो घाँस बेसरी काटेको थियो अब यसपालि चाहिँ दाउरा काट्नको लागि आएको है अब बर्खामा त दाउरा त चाहियो गाइज होइन ढेँडो स्वाइङ लाएर मस्काउनको लागि त आगो चाहिन्छ होइन आगो बाल्नको लागि दाउरा चाहिन्छ होइन त्यो कारणले गर्दाखेरि ल हाम्रो एउटा जम्बू टोली नै आएको छ बालेन सरकारले चाहिँ होइन यसरी काट्दैछ है ल यहाँ झन्डै लडेन यार यहाँ चाहिँ बालेन सरकारले यो रुख ढाल्दैछ है आज त्यो दुईवटा रुख चाहिँ ढाल्ने हामी ल एकदम राम्रो छ यार हाम्रो जङ्गल हेर्नुहोस् है ल शिवदासले चाहिँ के जान्दैन यार सब थोक जाने छौँ नि के गर्नु सब्जेक्ट फरक भयो कलाकारितातिर लाग्यो दाउरा साउरा काट्न अलिकति कमै गरियो पहिला त यही जङ्गलमा दाउरा साउरा काट्न धेरै आइन्थ्यो बुढाबुढी भएछ गाई चाहिँ अब त छैन बलै छैन यार पछाडिको एकदमै सुन्दर बरको रुख तपाईँहरूले देख्नुभयो होला होइन यो
बर्डको रुखको पनि मेमोरी छुट्टै रहेको छ मेरो है। पहिला यहाँ यो बर्डको पात टिप्न आउँदाखेरि है तपाईँहरूको पनि न्यू एक्सपिरियन्सहरू धेरै नै होला होइन। यो बर्डको पात टिप्न आउनुको लागि उता माथिदेखि यहाँ आउँथेँ है। यहाँबाट यो झरेको बर्डको पात तलसम्म हावाले उडाएर लान्थेँ अनि एउटा बर्डको पात टिप्नको लागि होइन। ओहो यति माथिबाट हाम पाल्दै उ तल पुग्थ्यौँ कि हामी है। अनि पहिला चाहिँ यो बर्डको रुख अलिक सानो पनि थियो कि, अनि लाइक यो हाँगाहरू तल आउँदाखेरि चाहिँ बर्डको पात टिप्न हरियो पात लान चाहिँ मजा हुन्थ्यो कि घरमा लाँदा है। हरियो पात चाहिँ सिलमा उनेर मान्छेलाई देखाउँदै लग्दाखेरि चाहिँ वाउ हुन्थ्यो कि, आफूलाई पनि क्या मजा लाग्थ्यो कि है। अनि यत्रो सिल उन्यो होइन, सिल मजाले राम्रो उनेर चाहिँ है बर्डको पात उनेर यति लामो बर्डको पात लान्थेँ है। अनि यहाँनिर त म एकचोटि पहिला बच्चामा धेरैचोटि लडेको पनि छु यो बर्डको रुखबाट होइन, चिप्लेर लडेको एक्सपिरियन्स पनि छ है। धेरै मजा हुन्थ्यो पहिला बच्चामा। अहिले यो ठाउँमा आउन पाउँदा त होइन पहिलाको कुराहरू सम्झ्दा त यस्तो लाग्छ कि है के भन्ने, लाइक यति सुन्दर बर्ड छ यार ल। ओ माई गड ल, यो स्पेसली हाम्रो यो चाहिँ हामी चाहिँ हाम्रो भाषामा चाहिँ पाखा भन्छौँ है। यही पाखामा हो हाम्रो बाल्यकालको सबै सङ्घर्षहरू मेहनतहरू चाहिँ यो कृषिको कामहरू चाहिँ सबै यही पाखामा गरिन्थ्यो। घाँस दाउरा होइन, अन्नपात कोदो यहाँ पर कोदो रोप्ने ठाउँ छ हाम्रो बारी, यहाँ तल चाहिँ खेत छ। यो चाहिँ हाम्रो खास गरी यो तलदेखिको सबै यो गाडाहरू खेत हो कि, तर के गर्नु अब पहिला पो होइन काम गरिन्थ्यो। अब त बुढाबुढी भयो है, अब बुढाबुढी भएपछि काम गर्न सकिँदैन पुग्यो पनि है, त्यो कारण यस्तै छ। पहिला यो बर्डको रुखमा है यो चाहिँ हाँगी हो सबै बसेको कि सबै काबरमा बस्छ। यसो गएपछि चाहिँ खुकुरी नै भन्ने कि, यो त कुखुराको आन्द्रा काट्नु खुकुरी रहेछ। काटेको गाइस के हाल्नु, रुख त ढाल्ने अब फेरि काट्नु पर्यो, घरमा लानु पर्यो, गाह्रो छ। बुढाबुढी भयो ए बुढाबुढी भयो, म त अब नसक्नु रहेछ। अब चाहिँ नसकिँदैछ काम गर्न। आइसक्यो नि टोलाको। वाट इज टोलिङ टु दाउरा काटिङ। इङ्ग्लिस त फेरि कति हाँस्छ नि त। वाट इज टोलिङ टु दाउरा काटिङ भनेको मतलब चाहिँ दाउरा काटेको मान्छेलाई किन टोलाको हेरेको भनेको। तेरो आँखामा उयो झुस्छ, यसो आँखा चिम गर पहिला नि अनि ओ लाग्पा सक्यो। यसो हाँसै चाहिँ खतरा हो। चिरिन्छ आफ्नै जङ्गलमा आइन्छ, दाउराको खाँचो छैन क्यारे होइन, आफ्नै वन जङ्गल पाखा टन्नै छ क्यारे। अनि यसलाई 2-4 दिन घाममा सुकाएपछि चाहिँ ठक्क लाएर फापरको पिठो, कोदोको रुम्जाटारको प्योर कोदोको पिठो मिसाएको ढिँडो आगो बालेर चुइँ लाएर ढिँडो मस्काएर खाइन्छ। के गर्नु, काम भनेको चाहिँ सबै कुरामा परफेक्ट हुनुपर्छ है गाइज, किनभने काम कहिले पनि ठुलो सानो हुँदैन है गाइज, जेमा पनि फिट हुनुपर्छ। अब भोलिको दिनमा कलाकारिता गरेर खान सकिनँ भने त फेरि लास्टमा त कृषि नै हो। हाम्रो गृहमन्त्री सुदन गुरुङले कृषिमा धेरै लगानी गर्यो भने त म जस्तो युवाहरूले त धेरै रोजगारी पाउँछ कृषिबाट पनि। लास्टमा यसै बोट बिरुवा रोप्ने, दाउरा चिर्ने,
घाँस दाउरा गर्ने वस्तुभाउ पाल्ने होइन अनि चाहिँ कोदो रोप्ने मकै रोप्ने धान रोप्ने यो त हाम्रो कृषि हो होइन अब यसरी काम गरेपछि त पक्कै पनि भरे त 2 थाल भात त चैत्त गइहाल्छ नि त एक ठाउँ यो 2 ठाउँ यो 3 ठाउँ यो 4 ठाउँ यो 5 ठाउँ त्यो 6 ठाउँ त्यो माथि यहाँ 7 ठाउँ त्यो माथि 8 ठाउँ अनि त्यो चिरेकोदेखि यतापट्टि 9 ठाउँ है यो नचिरेको यो पक्कै पनि भिडियो त हेर्नुभयो होला भिडियो हेरिसक्यो तपाईँहरूले है अब चाहिँ तपाईँहरूले लाइक कमेन्ट पनि गर्नु होला अनि मेन चाहिँ सब्सक्राइब पनि गर्नु होला है त ल ल थ्याङ्क यू सो मच एभ्री वान थ्याङ्क यू सो मच सम्पूर्णमा